ल ल ल सुरु भयो है। आज डान्स क्लास सुरु हुँदैछ यता बच्चाको। आज यसमा हाम्रो छोरा पनि नाच्न गइराखेको छ। अब कस्तो नाच्छ हेरौँ है। यो चाहिँ रोयल पब्लिकद्वारा सेलिब्रेट गरिएको 14औं वार्षिक उत्सवको विषयमा तथा अवसरमा बनाइएको एउटा प्रोग्राम हो। यो प्रोग्राममा हाम्रा छोराहरू नाच्दैछन्। यसमा देख्न सक्नुहुनेछ यो 1 क्लासका बच्चाहरू हुन्। यसमा यहाँनिर मेरो बच्चा पनि छ र हामी लगायत हामी धेरै जसा नेपाली दाजुभाइहरूका बच्चाहरू यसरी डान्स गर्दैछन् र हामी स्टेजमा हेरिराखेका छौँ। र कतिले लाइक कमेन्ट गर्नुहुनेछ, कतिले सेयर गर्नुहुनेछ। तपाईँहरूको साथ सपोर्टले गर्दाखेरि उहाँको पनि हौसला बढ्नेछ भन्ने आशा राखेका छौँ। अझै अघिल्लो वर्ष अझै राम्रो काम गर्ने मौका मिल्नेछ, किनकि तपाईँहरूको एउटा लाइक कमेन्ट तथा सेयरले उहाँहरूको मनोबल र हामीहरूको मनोबल दुइटैको मनोबल उच्च हुने सम्भावना छ। त्यही भएको हुनाले तपाईँहरूले लाइक कमेन्ट गर्नलाई कन्जुसाइ नगर्नुहोला र यी बच्चाहरूको प्रतिभाको कदर गरिदिनु होला। यसरी बच्चाहरू नाच्दैछन्। उहाँ एउटा हिरो जो अहिले ठ्याक्कै नाम बिर्सेँ म। उहाँहरूको स्मृति दिवस त आज होइन, त्यही पनि उहाँहरूको विषयमा अलिकति म्युजिक बनाएर डान्स गरिराखेका छन्। अब हामीले म्युजिक यहाँ बजाउन मिल्दैन, किनकि कपिराइट इस्यु आउन सक्छ भोलिका दिनहरूमा। त्यही भएर मैले यो म्युजिक बजाउन चाहिएन, यसलाई म्युट राखेको छु मैले। हेर्दै जानुहोला र एकदम धमाकेदार डान्स भइराखेको छ। आफ्नो प्रस्तुति सबैले दिइराखेका छन्, हेर्न सक्नुहुनेछ। लाइट फोकसिङ, त्यस्तै कलर डिस्प्लेले अझै शोभा बढाइराखेको छ, हेर्न सक्नुहुनेछ तपाईँहरू। आज रुगा लागेर अलि बोल्न सकिराखेको छैन म पनि। ठिकै छ, राम्रो छ। कला एउटा राम्रो चिज हो। कलाको हामीले सम्मान गर्नुपर्छ भन्दै तपाईँलाई यो दृश्य देखाइराखेको छु। अब यहाँ यो कुन ठाउँमा हो भनेर भन्न सक्नुहुनेछ तथा भन्न चाहनुहुन्छ भने म तपाईँलाई यो एड्रेस भन्न गएको छु। यो चाहिँ अहिले हाम्रो कर्नाटकको बेङ्गलोर स्थित आरानगर भन्ने ठाउँमा भइराखेको छ। र अब हाम्रो नेपालमा भइदिएको भए अलिकति त्यस्तै जमिनमा त्यत्तिकै ढुटो माटोमा गर्नु पर्थ्यो। यहाँको सिस्टम हेर्नुहोस्, कति राम्रो स्टेज बनाएको छ र कति राम्रो डिस्प्लेहरू लगाएको छ। त्यस्तै हाम्रो नेपालमा पनि बनाइयोस्। नेताहरूको गुलामी गर्दै हामीले जिन्दगी बित्यो, तर नेताहरूको जिन्दगी कहाँसम्म पुगिसक्यो र हाम्रो कहाँदेखि कहाँसम्म डाउन भइसकेको छ, हामीले त्यो हेर्नुपर्छ। र हामीले हेर्नुहोस्, यहाँको सिस्टम हेर्नुहोस्, यहाँको वातावरण हेर्नुहोस्, यहाँको टेक्नोलोजी हेर्नुहोस्, कति राम्रोसँगले डिजाइन गरिएको हुन्छ, कति राम्रोसँगले एउटा मनमोहक बनाइएको हुन्छ, एकदम कति दिलचस्प बनाइएको हुन्छ। र हाम्रो नेपालमा कति मतलब नेपालको कमी देखाउन खोजिएको होइन, मतलब नेपालको एक हिसाबमा कमी देखाउन खोजिएको हो। किनभने चाहिँ हामी जनताहरूको लागि सेवा सुविधा भन्ने चिज कुनै चिजै छैन नेपालमा। किनभने जम्मै सेवा सुविधाहरू नेताहरूको खल्तीमा हुन्छ र हाम्रो खल्तीमा भनेको त्यही
इन्डियाको टिकट बाहेक अरू केही हुँदैन। त्यही भएको हुनाले यो कुराहरूमा पनि केही सिक्नुपर्ने छ, केही बदलाव गर्न जरुरी छ। हामी जमाना कहाँदेखि कहाँसम्म पुगिसक्यो र हामी कुन ठाउँमा छौँ भन्ने कुराहरू हामीहरूले मनन गर्नुपर्छ र हामीले चुनावहरूमा होस् या कुनै अन्य ठाउँमाहरूमा होस्, हामीले बौद्धिकतापूर्वक हामीले काम गर्नुपर्ने हुन्छ। त्यही भएको हुनाले तपाईँहरूले राम्रो उम्मेदवार चुन्नुहोला, राम्रो के भन्छ त्यसलाई, प्रतिनिधिहरू चुन्नुहोला र गाउँठाउँमा समाजमा जसले चाहिँ राम्रो गर्न सक्छ, जसले अलिकति बुझेको छ, जसले अलिकति के अरे विज्ञान सम्बन्धी, जसले अरू सम्बन्धी शिक्षा हासिल गरेको छ, जसले विकास सम्बन्धी शिक्षा हासिल गरेको छ, उहाँहरूलाई नै दिनुहोला। यो आफ्नो त्यो पढाइ भनेर त्यस्तो भेदभाव नगर्नुहोला। जसले बनाउन सक्छ, जो दक्ष छ त्यसलाई दिनुहोला। त्यही भएर बन्ने छ यस्तो भोलिका दिनहरूमा अवश्य बन्ने छ। हामीले पनि यस्तै नेपाल भएको हेर्न पाऊँ भन्दै यहाँ म भिडियो देखाइरहेको छु। यहाँ तपाईँ हेर्न सक्नुहुनेछ कसरी आगाको ज्वाला जस्तै बनाएको छ डिस्प्ले, होइन। अहिले चाहिँ कक्षा 9 का भाइ बहिनीहरूले डान्स प्रस्तुति गरिसक्नु भएको छ र उहाँको यो नृत्य असाध्यै राम्रो थियो र अब कक्षा 9 कै छात्राहरू यसरी आफ्नो स्टेजमा पर्फर्मेन्स देखाइराखेका छन्। छात्राहरूको एकदमै धमाकेदार प्रस्तुति छ, राम्रो छ, हेर्नुहोला। अहिले भर्खर सुरु भएको छ, अब बिस्तारै फैलियो यो। अब धेरै राम्रो हेर्नुहोस्, डिस्प्ले पछाडिको डिस्प्ले चाहिँ कति राम्रो के, पछाडिको डिस्प्ले भन्दा कति एकदम युनिक टाइपले बनाइएको छ, त्यस्तो स्टेज बनाइएको छ। अब यो स्कुलद्वारा नै डिजाइन गरिएको हो। हेर्नुहोस्, यहाँ म अलिकति गाना बजाउन सक्दैन किनकि भोलिको दिनहरूमा यो गानाले कपिराइट दिन सक्छ। त्यही भएको हुनाले अब कुन गानामा तथा कुन गीतमा डान्स भइरहेको छ तपाईँहरू गेस गर्न सक्नुहुनेछ। धन्यवाद। त्यसै गरी लाइक, कमेन्ट, सेयर गरिदिनु होला उहाँको हौसलाको लागि। उहाँको यस्तो डान्स डान्डिया डान्स हुन्छ जो महाराष्ट्रमा लगभग त्यस्तै छ, सायद त्यही डान्डिया नाच जस्तै छ मलाई लाग्यो। यो चाहिँ कुन डान्स हो तपाईँहरू कमेन्ट गर्नुहोला। एकदम राम्रो प्रस्तुति छ। हाम्रो नेपालमा वार्षिक उत्सवको दिन स्वागतम स्वागतम भन्नुभएकोहरू केही हुँदैन। यहाँ दर्शकहरूलाई स्वागतम, अरू के अरे स्वागत गर्दछौँ भएकोहरू केही हुँदैन, होइन। अलिकति जमाना अनुसारको अब हामीले पनि विचार गर्नुपर्छ। हामीहरूले पनि अलिकति सचिन जरुरी छ। बालबालिकाहरूको कमजोरी होइन, उहाँहरूको गल्ती होइन, गल्ती चाहिँ हामीहरूको हो। हामीहरूले कुन चाहिँलाई भोट दियौँ, कुन चाहिँले देशको लागि गर्न सक्थ्यो र कुन चाहिँलाई दियौँ र देश कहाँसम्म पुग्यो र कहाँ छ, विश्व कहाँ पुग्यो, हाम्रो देश कहाँ छ भन्ने कुराहरू हामीले सोच्नुपर्छ र आत्मग्लानी पनि गर्नुपर्छ। किनभने हाम्रो देश जहाँको त्यहीँ छ, हामी जहाँका त्यहीँ छौँ। जमाना कहाँ पुगिसक्यो हेर्नुहोला। जिन्दगी जिइराखेका छन् विश्वमा, तर हामी बाँचिरहेका छौँ।
सास फेर्नको लागि बाँचिरहेका छौँ भने अरू विश्वहरू जी भर के जी रहे हैं वो लोग, हम लोग क्या कर रहे हैं। त्यही भएर हाम्रो जिन हराम जुन भइराखेको छ नेपालमा हाम्रो। अब भन्दै गर्दाखेरि कसैले भन्नुहुन्छ होला आफू इन्डियामा भएर हामीलाई उ गरेको भन्नुहुन्छ होला, किनकि हामीलाई राम्रै भइदिएको भए हामीलाई यहाँ आउनु पर्दैन थियो। हामीले पनि आफ्नै देशमा बसेर खानु सक्नु पर्थ्यो। हामीले पनि आफ्नै देशमा गरेर खाने माहौल भइदिएको भए हामीले पनि बसेर खानु सकिन्थ्यो। विडम्बना यसरी आएर अर्काको भूमिमा हामीले यसरी बसोबास गर्नु हामीलाई कदापि पनि उचित लागिराखेको छैन। के गर्ने, जिन्दगी हो।